पहिलीमा पल्टिने गएर भारतीय भइ गरे वाह झगडेलाई लामा आयु भएको सन्तान हो तपाईहरु त 100 वर्ष बाँच्ने आयु छ है तपाईको त भन्छु हैन हैन यो चाहिँ के को आले सबै टिका गरे यसो गरे आफै मेरो सबै टिका गरे के मानि सुनु नमस्ते एउटा मेरो राजा त यहाँ के मानि मलाई नि ठुलो मेरो रानी राम्रो मुमाको रानी नमस्ते के जति हुन्छ कि भनेको पाइलट बज्ने हो कि पैसा चाहिँ जेबमा हाल्दैन त नानी ड्याडी आउँथे के लागिदिनुहुन्छ अब किन लगाउनु म दिवाले पैसा माग्छ भन्दा पो त्यति मेरो सबै टिका झरो अहिले म आइछु मलाई पैसा चाहिन्छ टिका लगाउने सुनिल त कालुराको छोरा चाहिँ यही त बिचिलो थियो चलाक थियो झन् सहर लगेको कस्तो भयो होला हुन्थ्यो भनिरहेको होला त्यही भनिरहेको होला नि अब पछि बजार जान्छ बारीको ढापमा हेलिकप्टर मेरो भन्दैन छोरा त्यसो गर्दा झरिएन नि त राम्रो झरिएन दही मजाले जामेन अलग्गै गर्दा न टिका झर्छौ हेलिकप्टर गौरको बहिनीलाई खुट्टामा सबैतिर त खुट्टा दाजुलाई पो ढोक्नु पर्छ दिदीहरू बस्नु सक्छ अब हेर ड्याडी झन् नखाइदिनुहुन्छ ड्याडीले खाइदिनु दिनु हाल्नु यतिले भइहाल्यो यिनीहरूलाई पैसा लागेको पैसा चाहिने फुल राखे यसको ज्ञान खुब आएको छ ज्वाइँ किनेर बस यता बस जस्तै बिहे नगरी बस्छ अरे नि त अस्ति दुःख पाइन्छ यस्तो भनेर कुरा गरेको साँच्चै त है भनेको म त निनी जस्तै बिहे नगरी पैसा कमाउनु पर्ने अब पैसा दामालाई दिनुपर्ने त कमाएर पैसा त बुनु पालोदेखि पैसाले खुसी हुन्छ दादा अनि यो है अब हालको भन्दा ट्याक्क फ्यामिली फोटो खिच्नु पर्ने थियो अब ड्याडीले लगाइदिनु अनि मम्मीले हामी पैसा पायो अब पैसा कति लगायो हामी 45 कता ननिकाल्ने बाबु कता ननिकाल्नु है निक्लिन्छ अरे यसो गर्दा घुमाएर यताउता दामा मम्मीले हाँस्नु भन खोइ आफ्नो एकताल दसैँ छिटो पिछले साल त कति तारिक थियो दसैँ टिका 29 गते यसपाल छिटो कि एकसाल छिटो एकसाल ढिलो आउँछ नि यसपाल छिटो आयो मान्छेले सुन्छन् आएछ भने के बाटोमा हिँड्नेले फेरि भन्छ नि अब के छ आशीर्वाद दिएको हामीलाई पो लागोस् है भन्यो भने बर्बाद
होइन होइन चुपचाप लागेर बस है आमै नि ठुली तिमी ठुली भएको कस्तो हुन्थ्यो अब पछि तिम्रो दादाले तिमीलाई लु राम राम भाउजू ल्याउनु पर्छ दाजु र लु टिका बस्नु म फुर्सद नि लु लु जा मेरो मन हो म पकाउँछु छोरा पक्रेर यता यता कता कता घुम्न है दिन्छु तपाईँले लगाइदिनु न किन दुईजनाले लगाइदिनु होला हुन्छ हुन्छ बच्चा नभए दुईजनाले लगाइदियो ल दिन्छु 500 का देउनु 500 एकछिनमा कता जान्छ मछरी मेरो झोल ल 50-50 दिनु भनेको यिनीहरूलाई बाबाले 4 रुपियाँ दिन्छु भन्नुभएको थियो बाबालाई त्यस्तो हुनुहुन्छ ए हो र भदै यता हेर न तिमी आँखा उता नहेर त ड्याडीकोतिर हेर न तिमी ड्याडीलाई हेर न ल ल ल अब त्यो यो पैसा दिएको रिपोर्ट चाहिँ होइन त्यसै दिनु न हुन्छ पैसा यो पैसा दिएको रेकर्ड चाहिँ डिलिट नगर्नु है पछि ए म हाँसेर झन्डै म झन्डै हाँसिहालेँ 50 रुपियाँ लु भाग्यमानी हुने मेरो भदै राम्रो लु छिटो हेलिकप्टर किनेर उडाउने हो बाहुनहरू फ्यामिली त सानो न हल्ला चाहिँ त बहुत मलाई रक्सी पनि मेरो त यति उ छ लाउड स्पिकर तेज छ नि फेरि ड्याडीले दिनुहुन्छ नानी के म मन घाँडो नि नमस्ते नमस्ते भाग्यमानी हुनु ज्ञानी हुनु धेरै पढ्नु अनि त्यहाँदेखि के भन्नु अब बस त्यति नै आशीर्वाद धेरै लाग्दैन दिदीको 5 होला लु धेरै मात्रै हुन्छ होला आशीर्वाद थाको बाबासँग कान्छीबाट धेरै भए भइगयो नि कि 10को धेरै दिउँ 10को 5को 20को 5 वटा देऊ त धेरैवटा 10को दिनु मेरो छोरीलाई आमै म पनि त जो ल्याउने राम्रो कान्छीलाई त्यही उसले चिने होइन केही होइन ल छिटो राम्रो बुझ्नु त कम्ती छिटो बुझ्नु कान्छी त बोल्नु हो नमस्ते हजुर